रङ्गोली बनाउने एकदमै सजिलो तरिका लाग्छ यसरी चुडी लिनुस् टक्क चुडी लिइसकेपछि त्यहाँ बिचमा यसरी मैदा हैन व्हाइट पिठो जस्तो कसरो हाल्नुस् हैन किनकि इजी हुन्छ त्यसले बनाउँदा है अनि यसरी त्यसलाई गोलो बनाउनुस् हैन अनि त्यसपछि यो बिचमा राखेको चुडीहरू सबै निकाल्दिनुस् हैन अनि त्यसको टक्क दुईटाको सेन्टरमा पारेर यसरी भिडियोमा देखाइदिए यसरी फेरि चुडी राख्नुस् हैन अनि प्यालो कलरले यसरी गर्नुस् हैन हल्का कलरमा चाहिँ पिठो मिसाउनुलाई एकदम इजी हुन्छ त्यसले गर्दाखेरि तपाईँलाई बनाउनु अनि हरियो भरिदिनुहोस् कलर है यसरी त्यो प्यालोको सर्कलमा अनि त्यसपछि यो मयूरको जस्तो बनाउने सिन्का लिनुहोस् एकदम इजी हुन्छ त्यसले हैन राम्रो पनि देखिन्छ हैन अनि त्यसपछि बिचमा त्यसरी यो कलर हाल्नु हैन तपाईँलाई कुनै अरू कलर मजा पनि क्यान डु इट है अनि त्यसपछि त्यो बिचमा फेरि सेतो बिचको सेन्टरमा अर्को कलर हल्का त्यो एट्र्याक्टिभ देखाउनको लागि अब ब्लू कलरले भरिदिनुहोस् लास्टमा हेर्नुहोस् एकदम राम्रो बनेको छ हैन सेभ गर्नुहोस् राम्रोसँग बनाउनुहोस् हैन ह्याप्पी टु एभ्रीवान है सधैँ हाँसी खुसी रहनुहोस् ल कस्तो लाग्यो रङ्गोली